नमस्कार दर्शकबिन। आज मैले एउटा सानो बचत गरिराखेको पैसा आज खोल्न गइरहेको छु। यो खुत्रुकेमा देख्न सक्नुहुन्छ हजुरहरूले। एउटा खुत्रुके किनेर ल्याएको थिएँ अनि यसमा इमर्जेन्सी पर्न सक्छ, त्यसको लागि काम लाग्छ भनेर मैले तपाईको यो खुत्रुकेमा कति जम्मा भयो रहेछ त नि भनेर आज यसलाई काटेर निकाल्छु तपाईहरुको सामुन्ने। कति पैसा जम्मा भयो रहेछ भनेर। अब अहिले पैसाको रेट पनि बढिरहेको छ। यो बेला पैसा पठाम घरतिर भनेर मैले यसलाई निकाल्न गइरहेको छु। ल अब मैले यसको पैसा काटेँ। अब यसमा पैसा कति जम्मा गरियो रहेछु त मेरो इमर्जेन्सीको लागि, कहिले के अपरझट पैसाको खाँचो पर्छ त्यसको लागि मैले यहाँ सेभ गरिएको छु। अब अहिले मैले यसलाई निकालेर बैंक मार्फत घर पठाउँदै छु। आउनुहोस् कति जम्मा भयो रहेछ खुत्रुकेमा पैसा हेरौँ है त। भिडियो लामो हुन सक्छ, धैर्यता राख्नुहोस्, हेर्नुहोस्। म तपाईलाई भिडियो मार्फत देखाउन गइरहेको छु मेरो खुत्रुकेमा कति पैसा जम्मा छ भनेर अहिले काउन्ट गरेर तपाईहरुको सामुन्ने देखाउने छु। फाइनली आज मैले यो पैसालाई इमर्जेन्सीको लागि सेभ गरेको थिएँ। आज म निकालेर यसलाई घर पठाउँदै छु। ल निकाल्दै छु पैसा। जम्मा गर्नुपर्छ। हेर्नुहोस् पैसा कमाएर मात्र हुन्न, बचत गर्न जान्नुपर्छ। पैसा भन्ने चीज आज हुन्छ भोलि हुँदैन। त्यही भएर मैले यसलाई हल्का आफ्नो स्यालेरीबाट कति बचाउन सकिन्छ त्यसको अलिकति हिस्सा मात्र यसमा राख्ने गरेको थिएँ। त्यसको लागि मैले आज फाइनली निकालेर यसलाई म घर पठाउँछु। ल सकियो, यसमा सकियो पैसा काटेर उ भयो। यो अब यु चाहिँ थोरो भने यस्तै भयो। अब यसलाई फाल्नुपर्छ, अर्को किन्नुपर्छ। अब म तपाईलाई यहाँ गनेर पैसा देखाउँदै छु। एकछिन टाइम लिएर बस्दिनु होला सबै मित्रहरू, सबै साथीहरूले हेर्दिनु होला। मन परे लाइक कमेन्ट शेयर गरिदिनु होला। मन नपरे तपाईहरुले पनि यसरी नै पैसा बचाएर आफ्नो भविष्यको लागि, आफ्नो बालबच्चाको लागि, भोलि अपरझटमा आइपर्ने कामलाई धेरै सहायता हुनेछ। तपाईहरुलाई, तपाईहरुको फ्यामिली मेम्बरलाई पैसा कमाउनु ठुलो कुरो होइन, पैसा कमाएर बचाउनु ठुलो कुरो हो। मान्छेले त कमाउन त धेरै नै कमाउँछन्, पैसा नकमाउने हैनन्, तर मान्छेले कति बचायो, के चीजमा कमाएर, के चीजमा कति लगानी गर्यो, कति के इन्भेस्ट गर्यो भन्ने कुरो हुन्छ। तसर्थ कमाउनु ठुलो कुरो होइन। कमाउन त मान्छेले कमाइहाल्छ, दुःख गरेपछि कमाइन्छ, तर त्यसको कमाए अनुसार बचाउन जान्नुपर्छ, बचाउनु पर्छ। तो इमर्जेन्सी पर्दाखेरि युज पनि गर्न सकियो। अब यो ल पैसाको रेट बढी भएको बेला पठाउन पाइयो। आफ्नो जम्मा गरेको मेहनतले पनि साथ दिने गर्छ। त्यही भएर पैसा जम्मा गर्दै राख्नुहोस्। सानो खुत्रुके किनेर तपाईहरुको तनखाबाट केही पैसा छुटाउनुहोस् इमर्जेन्सीको लागि। त्यसले तपाईलाई तपाईको फ्युचरमा धेरै राम्रो महत्त्वपूर्ण मद्दत दिनेछ। मैले यसलाई अब हाल म कतारमा छु।
यो कतारी रियाल हो। हेर्नुहोस्, कतारी रियाललाई नेपाली पैसामा कन्भर्ट गरेर कति रहेछ त यो खुत्रुकीमा भनेर देखाउन गइरहेको छु। मसितै फाइनली यति जम्मा गरिया छु। यसमा अब कति छ तपाईको सामुन्नेमा देखाउने छु। ल हेर्नुहोस् है, अहिले तपाईलाई यसरी देखाउँ। ल हेर्नुहोस्, यो 500, 1000, 1500, 500, 2000, 2000, 2100, 2200, 2300, 2400, 2500, 26, 2700 यसमा रहेछ। अब यसमा 50-50 को छ। 2700, 2800, 29, 30, 3100 रुपियाँ मैले जम्मा गरेर छु। कतारी रियाल 3100। तपाईको कतारको अहिलेको रेट 1 रुपियाँ बराबर 40 रुपियाँ छ। त तपाईले हिसाब गर्न सक्नुहुन्छ। 1 रुपियाँ बराबर 40 छ भने मसित यहाँ 3100 रुपियाँ जम्मा भयो रहेछ कतारी रियाल। अब 3100 रुपियाँ कतारी रियालको क्याल्कुलेसन गर्नुहोस् कति हुन्छ त भन्दाखेरि तपाईको 4 त्यहाँ 12 तकरिबन 1,20,000 भयो। 1,20,000 रुपियाँ मैले यो सेलेरीबाट छुटाएको पैसा हो। अब मेरो पकेटमा फेरि यसले पकेटको पैसा देखाएन, पकेटको पैसा होला भन्ने सोच्नु होला। मेरो पकेटको अलगै छ। मेरो पकेटको पैसा पकेटमै हुन्छ। ल मेरो पर्समा पैसा छ। अब यो पर्सको पैसा हो। मैले यसलाई फेरि मेरो सेलेरी यता राख्ने गरिया छु। मेरो सेलेरी यता छ। ल हेर्नुहोस्, 500 को नोट यहाँ भित्र कति छ मैले यसलाई देखाइन। तर बचत गरेको पैसा मैले हजुरहरूको सामुन्ने देखाएको छु। तपाईहरुले पनि आफ्नो भविष्य, आफ्नो इमर्जेन्सी कामको लागि, आफ्नो बालबच्चाको फ्युचरको लागि सेलेरीबाट थोरै धेरै तपाईले पनि आजदेखि पैसा सेभ गर्न सुरु गर्नुहोस्। कमाउनु ठुलो कुरो होइन, सेभ गर्ने बानी बसाल्नुहोस्। सबैलाई नमस्कार।